बुझिस् त्यो आउने बाटो भन यही हो। ए आज त्यो मुला चस्मा एक्लै छ, बिचारा राम्ररी पनि आँखा देख्दैन। मुला शत्रुलाई कहिले कमजोरी ठान्नु हुँदैन, के बिचरा भनेर। मुला तेरो धेरै फुर्ती भयो है, ज्यान हेर न यत्रै छ, तैँले त त्यसलाई पनि कुट्न सक्दैनस्। साथी मान्छे हान्नको लागि ज्यान होइन दम चाहिन्छ, अहिले त्यसलाई भेटौँ नि मात्र। ओइ पाण्डे सर। पाण्डे सर होइन क्या, म त्यो चस्मेको कुरा गर्दैछु। ए मुला पाण्डे सर आयो भनेको के? हे यो बुढो जहिले किन हाम्रो काममा टाङ अडाउन आउँछ? ए के हेरिरहेको? बुढोले देख्यो भने ल्याङ गर्छ, छिटो लुगु। सर सर मैले पर्खिन्न। म तपाईँसित जान्छु सर। बिहान सागर र कमलेले बाटो ढुकेर कुट्छु भनेको छ। ए त तिनीहरू डर तिनीहरूले टलाइ तिनीहरू भने तिनीहरू पट्टा उड्दैन। जाऊ सर। सबै प्लान फेरि भइहाल्यो नि। साथी यसरी त हुँदैन। के हो सल्लाह पनि ठोकिदिनु पर्छ है क्या? ओइ पाप नबोले, गुरु भने गुरु हो, इज्जत गर। अब के चाहिँ गर्ने त, मौकै नमिल्ने भयो। ए प्रेम दिवस। प्रेम दिवस? ए कस्तो नबुझेको के? भ्यालेन्टाइन डे के? त्यतिखेर चटकेहरूले चटक देखाउँछ। यस्तो के यस्तो डेटिङ। ए भनेपछि निब्बा निबिनीहरूको पर्व। के त्यो दिन हाम्रो लागि राम्रो मौका हो, परमानसहित हान्नुपर्छ।